बिस्मिल्लाह वल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला नबीना मोहम्मद व अला आलिहि व सहबिहि अजमाइन अम्मा बाद। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आज म यस भिडियोमा रमजानको पवित्र महिनामा गर्ने केही उत्तम र श्रेष्ठ कार्यहरूको बारेमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यो भिडियोलाई ध्यानपूर्वक सुनि र हेरिदिनुहोला। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, रमजान अल्लाह ताआलाको यो एउटा पवित्र, महान र बरकतपूर्ण महिना हो। यस महिनामा गरिएका असल कार्यहरूको प्रतिफललाई धेरै गुणासम्म बढाइन्छन्। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, रमजानको पवित्र महिनामा श्रेष्ठ र उत्तम कार्यहरू मध्ये एउटा यो हो कि ईमान र पुण्यको आशाले यस पवित्र महिनामा उपवास बस्नु। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, मन साम रमजान ईमानन व इह्तिसाबा गुफिर लहु मा तक़द्दम मिन दम्बि। कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि जो व्यक्ति ईमान र पुण्यको आशाले यस पवित्र महिनाको उपवास बस्छ, उसको अघिल्लो पापहरू क्षमा गरिदिन्छन्। यस्तै यस पवित्र महिनामा गर्ने उत्तम र श्रेष्ठ कामहरू मध्ये क़यामुल लैल अथवा तरावीह हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, मन क़ाम रमजान ईमानन व इह्तिसाबा गुफिर लहु मा तक़द्दम मिन दम्बि। कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि जसले ईमानको सँग र पुण्यको आशाको साथ रमजान महिनाको रातिमा क़यामुल लैल अर्थात तरावीहको नमाज पढ्छ, उसको अघिल्ला पापहरू क्षमा गरिदिन्छन्। त्यस्तै यस पवित्र महिनामा उत्तम र श्रेष्ठ कामहरू मध्ये कुरानलाई पढ्नु र बुझ्नु प्रयास गर्नु, कुरानलाई बुझेर सम्झेर पढ्ने प्रयास गर्नु र प्रत्येक दिन कुरानको केही आयत अथवा एक जुज पढ्ने प्रयास गर्नु। यस्तै यो पवित्र महिनामा उत्तम र श्रेष्ठ कामहरू मध्ये दान दिनु, सदका दिनु पनि हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रमजानको महिनामा धेरै भन्दा धेरै दान गर्नुहुन्थ्यो। त्यस्तै यो पवित्र महिनामा जुन श्रेष्ठ र उत्तम कामहरू मध्ये उम्रा पनि हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि रमजानको महिनामा उम्रा गर्दाखेरि त्यसको लाभ अथवा पुण्य हजको पुण्य जस्तो हो। त्यस्तै रमजानको पवित्र कार्यहरू